चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङले गरिन् धुमधामसँग विवाह। विवाह गरेको भिडियो बन्यो भाइरल। दर्शकहरूले गरे गायक चिज र निर्जला गुरुङको बारेमा टिका टिप्पणी। के साँच्चीकै गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङले अर्कैसँग विवाह गरेर टाप कस्न आँटेकी हुन् त? यो सबै जानकारी पाउनको लागि भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकवृन्द नमस्कार, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कमल अनिसा अफिसियल युट्युब च्यानलको माध्यमबाट पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको नयाँ अपडेट। दर्शकवृन्द, पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा निकै जमेको जोडीको भन्दा फरक नपर्ला गायक चिज र निर्जला गुरुङको यति बेला टिका टिप्पणी चलिरहेको छ। गायिका निर्जला गुरुङ बेहुलीको भेषमा देखिँदै गर्दा के साँच्चीकै गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङ अर्कैसँग विवाह गर्न लागेकी हुन् भन्ने धेरै दर्शकहरूको गुनासो रहेको छ। आज हामी यसै विषयमा भिडियो चर्लङ्ग पार्नेछौँ तपाईँहरूलाई। गायक चिज र निर्जला गुरुङको सम्बन्ध के हो, विवाह होला या नहोला, प्रेममा छन् कि छैनन्, किन गायिका निर्जला गुरुङले यसरी बेहुलीको भेषमा भिडियो सार्वजनिक गरिन् त? सबै जानकारी पाउनको लागि भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल अनिसा अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। दर्शकबिन, पछिल्लो समयका नेपाली साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ यति बेला लाइभ दोहोरी गाउनमा व्यस्त छन्। उनीहरूलाई दोहोरी गाउनमा भ्याइ नभ्याइ छ। नेपाली साङ्गीतिक प्रोग्राम, नयाँ म्युजिक भिडियो, देश विदेशमा भइरहेका साङ्गीतिक कार्यक्रम, स्टेज प्रोग्राममा व्यस्त पनि छन्। उनीहरूले दोहोरी गाउनमा भ्याइ नभ्याइ भए तापनि उनीहरूले बीचबीचमा आफ्ना टिका टिप्पणीहरू पनि सुनिरहेका हुन्छन्। गायक चिज र निर्जला गुरुङको सम्बन्ध के हो भन्ने बारे गायक चिज गुरुङले केही दिनको पहिलाको पोडकास्टमा जानकारी गराएका छन्। गायिका निर्जला गुरुङसँग सम्बन्ध भने एउटा साङ्गीतिक जोडी मात्र रहेको उनले बताएका छन्। क्लास 10बाट सुरुवात गरेका साङ्गीतिक यात्रा गायक चिज गुरुङले आजसम्मको साङ्गीतिक यात्रामा उनले धेरै मेहनत गरेर यो सफलता हासिल गरेका हुन्। उनले व्यङ्ग्यात्मक दोहोरी गाएर दर्शकहरूलाई हँसाएर र नचाएर समेत खुसी पार्ने गरेको हामीले देख्दै आएका छौँ। गायिका निर्जला गुरुङ अब किन भइन् त बेहुलीको भेषमा र गायक चिज गुरुङलाई कतै धोका दिएकी त होइनन् भन्ने बारे धेरैलाई लाग्न सक्छ। यो भने पक्कै पनि होइन। गायिका निर्जला गुरुङ नयाँ म्युजिक भिडियोको तयारीमा रहेकी थिइन्। त्यस क्रममा गायिका निर्जला गुरुङ आफै स्वयं बेहुली बनेकी थिइन्। त्यसै क्रममा गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको नाम समेत जोडिएको थियो। कतै अस्मिता डल्लाकोटीले जस्तै धोका दिएर अर्कैसँग टाप त कस्ने हैन निर्जला गुरुङ भन्ने बारे धेरै दर्शकहरूको टिका टिप्पणी रहेको थियो। अब छर्लङ्ग भइसक्यो। गायक चिज र निर्जला गुरुङको सम्बन्ध के हो, विवाह होला या नहोला, उनीहरू प्रेममा छन् कि छैनन् भन्ने बारे पनि गायक चिज गुरुङले खुलाइसकेका छन्। दर्शकबिन, भिडियोको अन्तिममा छौँ। तपाईँहरूलाई जानकारी के कस्तो लाग्यो, गायक चिज र निर्जला गुरुङको लाइभ दोहोरी कतिको मनपर्छ, अब कस्तो खालको भिडियो चाहनुहुन्छ भन्ने बारे पनि जानकारी गर्नुहोला। उनीहरूको सम्मान स्वरूप यो भिडियोलाई सेयर गरेर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कमल अनिसा अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। हस्त, धन्यवाद। जय गीत, जय सङ्गीत।